यदि तिमी एउटा माछा दोकानमा 2-4 घण्टा बिताएर निक्लिएपछि तिम्रो शरीरबाट माछाको नै गन्ध आउँछ क्या हैन। यदि तिमी एउटा पर्फ्युम दोकानमा 2-4 घण्टा बिताउ त त्यहाँबाट निक्लिएपछि तिम्रो शरीरबाट पर्फ्युमको नै स्मेल आउन थाल्छ हैन। त्यसैले म चाहिँ के भन्छु भने हामी कहाँ बस्दैछौँ, कहाँ उड्दैछौँ, हाम्रो इन्भाइरोमेन्ट, हाम्रो सराउन्डिङ, हाम्रो फ्रेन्ड सर्कल कस्तो छ, त्यो सब कुराले हाम्रो पर्सनालिटीमा धेरै इफेक्ट पर्छ क्या हैन। त्यसैले त्यस्तो मान्छेहरूलाई मात्रै चोइस गर्नु आफ्नो फ्रेन्ड सर्कलमा, त्यस्तो मान्छेहरू भएकोमा मात्रै आफ्नो इन्भाइरोमेन्ट, आफ्नो सराउन्डिङ बनाउनु जहाँनिर चाहिँ तिमीले पोजिटिभ भाइब पाउँछौ हैन, जहाँनिर तिमीले लाइफमा अगाडि बढ्ने सोचहरू भेटाउँछौ, केही गर्ने सोचहरू भेटाउँछौ, ड्रिमहरू भएको मान्छेहरू भएकोमा हैन। किनभने एनर्जी स्प्रेड हुन्छ क्या हर जग्गा। नेगेटिभ पिपलसँग बस्यो भने तिम्रो नेगेटिभै एनर्जी हुन्छ, गुड पिपलसँग बस्यो भने गुड एनर्जी हुन्छ। त्यसैले म चाहिँ भन्छु आफ्नो सराउन्डिङ चाहिँ नि हामीले धेरै ध्यानपूर्वक चोइस गर्नु जरुरी छ लाइफमा हैन।